हेलो हेलो साथीहरू, आज त हजुरहरूले पनि खिर बनाएर खानुभयो होला। मैले पनि बनाएँ के टाइचिन चामलको। अलिकति टाइचिन चामल लिएँ अनि अलिकति मरिचको धुलो लिएँ। मरिचको धुलो असाध्यै स्वादिलो हुन्छ क्या। अनि त्यसपछि घरमा एउटा नरिवल थियो, कोरकार पारेँ होइन। अनि त्यसपछि कसौडी बसालेर अनि घिउ राखेर 2-4 ल्वाङ पड्काएर त्यसपछि त्यहाँ माथिबाट यो कोरेको नरिवल राखेर रातो बनाएँ। अनि त्यसपछि टाइचिन चामल राखेर एकछिन भुटेँ होइन, रातो रातो हुने हेरेर। अनि त्यसपछि दुध राखेँ अनि दुध पनि एकपटक अलि सानो थियो नि त कसौडी, अनि घटाउने हेरेर अनि फेरि राखेर फेरि एकछिन ग्यास सानो बनाएर पकाएँ। मलाई चाहिँ ती अरू कुराहरू राखेको मन पर्दैन के, त्यो अल्झाउने कुराहरू। त्यसमाथि नि आज घरमा खासै थिएन। अनि त्यसपछि त सानो ग्यास बनाएर पकाउनु राखिदिएको त फोन आएको थियो, फोनतिर बोलेँ, यताउता गरेँ आज फेरि। अनि त्यसपछि त अनि थाहै पाइनँ पाकेको। अनि अलिकति चिनी राखेर फेरि पकाएँ थाहा पाएपछि। अनि त्यसपछि अनि के खाने त अचार भनेर हेर्दा हेर्दा एउटा मुठो भदौरे निहुरो थियो क्या। अनि त्यसमा चाहिँ अनि सबै मसलाहरू हालेर मोलमाल पारेँ। अनि मैले के हाल्छु भन्ने त हजुरहरूलाई थाहा छँदैछ, कति देखाउने होइन। अनि त्यसपछि अनि त्यसैमा अब आज यसैसँग खानु पर्यो भन्ने कुराले अब अर्को दाल तरकारी भात त छँदैछ कि यो चाहिँ। अनि यसो गरेर मैले चाहिँ खिर खाएँ, मैले चाहिँ भात खाइनँ क्या आज।